नारदजी महाराजले सोध्नुभयो, प्रभु कथाको आयोजना गर्न त जो कोही चाहन्छ, तर यसमा खर्च कति लाग्छ? कथामा कति पैसो भयो भने चाहिँ पुग्छ त सप्ताहमा भनेर आज नारदजी महाराजले सनकादिका 4 ऋषिकुमारलाई प्रश्न गर्नुभयो। आज सनकादिका 4 ऋषिकुमार बडो प्रेम भावले मुस्कुराउँदै भन्नुहुन्छ, बाबु नारद, यहाँ अगाडि आएर भन्नुहुन्छ के भन्दाखेरि विवाहे यदृशं वृत्तं तदृशं परिकल्पयेतः। यहाँ शास्त्रले भनेको छ के भनेको छ भन्दा तपाई हामी आफ्नै छोरीको विवाहमा कति धन खर्च गरेर विवाह गर्छौं, विवाह सम्पन्न गर्छौं, त्यति नै धन खर्च गरेर सप्ताहलाई सम्पन्न गर्नु अरे। अब धेरै सम्पत्ति कसैको छ भने उसले छोरीको विवाह त्यही अनुसारको गर्छ नि, हैन? बैन बाजा बोलाएर डीजे सीजे बोलाएर सबै स्टेज माथि स्टेज जो आउँछ जो खान्छ जे खान्छ सबै व्यवस्थापन हुन्छ, हुँदैन? तर त्यस्तै सामान्य व्यक्ति तपाई हामी जस्तै छौं भने सामान्य खर्च गरेर पनि त विवाह सम्पन्न गर्न सक्छौं। यहाँ त्यही भन्नुभएको छ, पुराण आयोजना गर्नु छ भने तिमीसँग छ कति धन त्यही अनुसारले पुराण आयोजना गर, तिमीसँग बहुत छ भने बहुत खर्च गर। आउने व्यक्तिलाई दिन दिन राजभोग खान देऊ, रसभरी खान देऊ, संसारीले तिम्रो गीत गाउँछन्। जति धन सम्पत्ति खर्च गर्न सक्यो त्यति संसारीले गीत गाउँछन्। यहाँ पनि गर्नुपर्छ। आउने भक्तजनहरूलाई चाहिँ नि यसो विश्रामको समयमा चिसो तातो के कसो हुन्छ त्यति चाहिँ गर्नुपर्छ, अरू सकिएन भने पनि। यहाँ स्पष्ट भनिदिनु भयो, आफ्नै छोरीको विवाहमा जति धन खर्च गर्छौ त्यति नै खर्च गरेर पुराण आयोजना गर है भन्नुभयो। सकिन्छ भने धेरै धन खर्च गरेर पुराण आयोजना